हेलो। आज चाहिँ म यो थोरै टाइम भएको कारणले यो धागो र क्रुसले गरेर हामीलाई एकदमै हाम्रो मेन हामीलाई चाहिने वाबुप बनाउने कोसिस गरिरहेको छु। म अहिले भरे देखाउँछु है त कस्तो बुन्दो रहेछ। यो ब्याग पनि मैले बनाएको हो। यो यहाँ माथि वाबुप छ, यो पनि मैले बनाएको। अनि यस्तो भयो कि मलाई चाहिँ एकदम खुसी लागिरहेछ फर्स्ट टाइममा होइन बनाएको आफ्नै तरिकाले। अनि मलाई चाहिँ खुसी लागिरहेछ कि अब टाइम त हुँदैन त्यसरी बुनिराख्ने चाहिँ, तर थोरै थोरै टाइमिङमा मैले चाहिँ ट्राई गरेको। यसरी नै बुनेर हामी सबैले किन किन्ने होइन, आफैले बुनेर लगाउनु पनि सकिन्छ। अनि मैले यस्तो बनाएँ, मलाई एकदम खुसी लाग्यो। अनि कानमा पनि लाउनु मिल्छ क्या भनेर मैले चाहिँ ट्राई गरेको कि मलाई चाहिँ एकदम खुसी लागिरहेछ यो। हेलो। आज चाहिँ म यो थोरै टाइम भएको कारणले यो धागो र क्रुसले गरेर हामीलाई एकदमै हाम्रो मेन हामीलाई चाहिने वाबुप बनाउने कोसिस गरिरहेको छु। म अहिले भरे देखाउँछु है त कस्तो बुन्दो रहेछ। यो ब्याग पनि मैले बनाएको हो। यो यहाँ माथि वाबुप छ, यो पनि मैले बनाएको। अनि यस्तो भयो कि मलाई चाहिँ एकदम खुसी लागिरहेछ फर्स्ट टाइममा होइन बनाएको आफ्नै तरिकाले। अनि मलाई चाहिँ खुसी लागिरहेछ कि अब टाइम त हुँदैन त्यसरी बुनिराख्ने चाहिँ, तर थोरै थोरै टाइमिङमा मैले चाहिँ ट्राई गरेको। यसरी नै बुनेर हामी सबैले किन किन्ने होइन, आफैले बुनेर लगाउनु पनि सकिन्छ। अनि मैले यस्तो बनाएँ, मलाई एकदम खुसी लाग्यो। अनि कानमा पनि लाउनु मिल्छ क्या भनेर मैले चाहिँ ट्राई गरेको कि मलाई चाहिँ एकदम खुसी लागिरहेछ।